गाउँघरबाट देखिने यति सुन्दर दृश्य नीलो आकाश सेतो फूल जस्तो के देखायो भनेर नभन्नु होला साथीहरू। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अनि म चाहिँ आज बारी जाँदैछु। यो जुत्ता देखेर चाहिँ नहाँस्नु है साथीहरू, 2 लाखको जुत्ता नि फेरि। त्यसपछि म बारी एक्लै जाँदैछु। आमाहरू गइसक्नु भएको थियो। आज शीतलै थियो। बर्खा लागेपछि त कहिले कुहिरो कहिले घाम यस्तै हो साथीहरू। अनि म आफै गुनगुनाउँदै जाँदैछु तलतिर मास्तिर हेर्दै। अनि म जाने बाटोमा कहिले खरबारी हुन्छ कहिले अम्लिसो हुन्छ। त्यसपछि म आफ्नै तालमा गुनगुनाउँदै जाँदै थिएँ साथीहरू। मौसम पनि राम्रै थियो, उता कुहिरो लागिरहेको थियो। त्यहाँबाट यति मजाले बाटो चाहिँ उकालो थियो। त्यसपछि म निस्केँ। त्यहाँबाट तलतिर हेर्दा राम्रो देखिँदै थियो। अनि मैले भिडियो बनाएँ। त्यहाँदेखि यताउता हेर्दै हिँडे। तलतिर चाहिँ कागुने थियो। त्यसपछि म अर्को डाँडामा जान्छु साथीहरू। अनि अर्को डाँडामा पुगेर त्यहाँबाट भिडियो बनाएँ। म आफ्नो बारी त्यहाँ जानुपर्ने थियो। अनि चाहिँ म त्यहाँ बारीमा जानुपर्ने थियो साथीहरू। अनि यताउता फेरि पनि देखाएँ। त्यसपछि म गएँ। बारी जाने बाटो चाहिँ यस्तै अप्ठ्यारो थियो। अब गाउँघरको बाटो त यस्तै हुन्छ साथीहरू। त्यसपछि म जाँदैछु। यहाँ पहिला बाटो चाहिँ राम्रै थियो, ढुङ्गाले गर्दा सब बिग्रियो। तर पनि केही छैन, हामी यही बाटो जाने गर्छौँ। त्यहाँबाट यस्तै छ साथीहरू। भ्लग चाहिँ बनाउनु मन लाग्ने तर बोल्नु चाहिँ नआउने मै मात्र होला साथीहरू। जस्तो आयो त्यस्तै प्रस्तुत गरेँ भन्छ नि, त्यस्तै मलाई नि जस्तो आयो त्यस्तै बोले साथीहरू। यहाँ नि यति धेरै ढुङ्गाहरू थियो। माथिबाट झराउँदै यहाँ चाहिँ यति थुप्रिरहेको थियो ढुङ्गाहरू। त्यसपछि म गएँ तलतिर मास्तिर कता देखाउँदै जाँदैछु साथीहरू। यहाँबाट चाहिँ म सरासरी जानुपर्ने हुन्छ। अनि त्यसपछि म बारी पुगेँ। बारी पुगेर चाहिँ यताउता देखाएँ। म त्यो डाँडाबाट आएँ भन्दै भिडियो बनाउँदै थिएँ। त्यहाँबाट म भाइ र आमा भएको ठाउँमा गएँ। भाइ र आमा च्याउ टिप्दै हुनुहुन्थ्यो रहेछ। त्यसपछि आमा आउनुभयो। आमा आएर यति भयो भन्दै देखाउँदै हुनुहुन्थ्यो। अर्को ठाउँमा जाँदा त अर्को ठाउँमा नि रहेछ। अनि भाइले देखाउँदै थियो साथीहरू। मैले भिडियो बनाएँ। त्यसपछि भाइले च्याउ टिप्न थाल्नु साथीहरू। म चाहिँ भिडियो बनाउँदै थिएँ। अनि भिडियो बनाउँदा यता पनि थियो मेरो खुट्टा छेउमा। अनि म त्यो टिप्न थालेँ। टिप्न पनि कस्तो माया लाग्दै थियो। कति राम्रो थियो नि त साथीहरू। माया लाग्यो भए पनि टिप्नु त पर्यो। अनि मैले टिपेँ। साह्रो नसाह्रो त र पनि टिपेर कति राम्रो थियो। अनि मैले फोटो खिचे जस्तो गरेँ। अनि त्यहाँ राखेँ। अनि राखेपछि फेरि अर्को टिप्नु खोजेँ तर सकिनँ त्यति नै। अनि त्यति टिपेर आउँदै म चाहिँ